तराईको समर्थर भूभाग शिशिरको बिहानी घामले बिस्तारै गर्मीको सङ्केत गर्दैछ। स्वच्छ नीलो आकाशमा चराहरू उडिरहेका छन्। सायद तल जमिनमा कलात्मक चित्र झैं देखिने बालीको मनोरम दृश्य र फलहरूको मिठो सुगन्धले प्रसन्न हुँदा हुन्। तर आज चराहरू मात्र होइन, उनी पनि प्रसन्न छिन्। उनी अर्थात् नवलपुरको कावासोती 17 गार्सोतीकी बिन्दु कुमारी महतो। व्यावसायिक मेवा खेती, तरकारी खेती र तयारी कपडा पसल एकसाथ सञ्चालन गरिरहेकी महतो अहिले यस क्षेत्रमा सफल महिला उद्यमीका रूपमा परिचित छिन्। उद्यमशील यात्राका एकपछि अर्को सिडी चढिरहँदा बिन्दु पुराना दिन बिर्सिन्नन्, किनकि यो अवस्थामा आइपुग्न उनले देखेको सपना र त्यसलाई पूरा गर्न गरेको सङ्घर्ष सानो छैन। सानै उमेरमा विवाह, घरधन्दामै सीमित दैनिकी, त्यसमाथि आर्थिक अभाव। बिरामी पर्दा अस्पताल जाने पैसा समेत हुँदैनथ्यो। घर खर्चको जुहो गर्न हम्बे पर्थ्यो। ऋण खोज्दा पाइन्नथ्यो। बाहिर निस्केर पैसा कमाउने कल्पना समेत नगरेकी उनको अवस्था एउटा प्रश्नले बदलिदियो। बिन्दुले गाउँका दिदीबहिनीहरू ड्रेस लगाएर हिँडेको याद गरेकी थिइन्। एक दिन सोधिन्, यसरी तपाईहरू कहाँ जानुहुन्छ? उनीहरू छिमेक लघुवित्तको समूहमा बसेको र समूहमा बसेर बचत गर्न तथा सहजै ऋण पाइने थाहा पाइन्। बिन्दुले 5 जना साथीहरूसँग मिलेर छिमेक लघुवित्त वित्तीय संस्थाबाट 7 दिने तालिम लिइन्। यस लघुवित्तबाट पहिलो पटक 3000 कर्जा पाइन्। त्यो पैसाले टेलिफोन किनिन् र सानो सटर भाडामा लिएर फोन सेवा सुरु गरिन्। यसबाट मुनाफा हुन थाल्यो। दोस्रो पटक ऋण लिएर केही कस्मेटिक सामान थपिन्। पसलबाट भएको नाफा र थप कर्जा लिँदै पसललाई ठूलो बनाउँदै लगिन्। सुरुमा ऋण लिन डर लागे पनि व्यवसाय राम्रो हुँदै गएपछि समयमै किस्ता बुझाउँदै गइन्। व्यवसायमा उनलाई श्रीमान र परिवारको पनि साथ, सहयोग र हौसला मिल्यो। छिमेक लघुवित्तले ऋणको सदुपयोग गर्ने ज्ञान पनि दियो। व्यवसाय विविधीकरण गर्दै मेवा र तरकारी खेती गरिरहेकी उनी आफू मात्रै होइन, गाउँका अन्य महिलालाई आंशिक रोजगारी दिन समेत सफल भएकी छिन्। बिर्कनसम्म पुर्याउनु पर्छ यसको बिक्री गर्न। हजुर, एकजना चाहिँ हामीले कुरुवाको रूपमा महिनावारी 10,000 तलब दिएर राखेछौँ। अरू चाहिँ घन्टे सिस्टम खेताला लाउँछौँ। आफूलाई आवश्यक अनुसार त्यही अनुसार हामीले घन्टे लगाइरहेछौँ। बिन्दु 2063 सालदेखि छिमेक लघुवित्तसँग जोडिएकी हुन्। आफूले एकभन्दा बढी व्यवसाय गर्न सक्नुमा यस लघुवित्तको कर्जा नै प्रमुख कारण रहेको उनी बताउँछिन्। हुन पनि उनले अन्यत्र ऋण माग्नु परेको भए पाउन गाह्रो हुने र पाए पनि ब्याज महँगो पर्थ्यो। तर छिमेक लघुवित्तको सदस्य भएता उनलाई त्यो चिन्ता छैन। पहिला हामीलाई चाहिँदा ऋण गाउँ डुली आफन्तसँग माग्न पर्थ्यो के अरे। अहिले छिमेकी ब्याङ्कमा बसेपछि हामीलाई सजिलो भएछ। ऋण चाहिएको बेलामा कतै अन्त खोज्न जान पर्दैन। छिमेकी ब्याङ्कबाटै माग गरेर ऋण पाइरहेछौँ। ब्याज नि यसको राम्रै छ। बिन्दुले 4.5 बिघामा खेती गर्दै आएकी छिन्। 3 बिघामा मेवा खेती छ, 1.5 बिघामा तरकारी खेती। उनले रेड लेडी प्रजातिको मेवा लगाएकी छिन्। मेवा खेतीबाट 10 महिनासम्म फल लिन सकिने उनी सुनाउँछिन्। यस्तै 22 कट्ठामा फर्सी लगाएकी छिन्। कुन खेतीबाट कस्तो आम्दानी हुन्छ भन्ने थाहा पाएकी उनी बढी मुनाफा लिन सिजन अनुसार नयाँ तरकारी लगाउँछिन्, जसबाट अरू कृषकले पनि सिक्ने गरेका छन्। हामीले लगाएको देखेर चाहिँ अरूले लगाउने गर्नुभएको छ। हामीले चाहिँ अलि नयाँ सिजनका त्यो तरकारीहरू निकाल्ने कोसिस गर्छौँ। अनि हामीले अलि भनौँ न राम्रै गरेको सफलता पाएको देखेर अरूहरू पनि गाउँका दिदीबहिनीहरू देखेर नि प्रेरित हुनुहुन्छ, त्यही लगाम भनेर
अनि हामीले सकेसम्म अरूभन्दा अलि नयाँ तरकारीहरू भनौँ न फलफुलहरू लगाउने कोसिस गरेछौँ के अरे। मेवा तथा तरकारी खेतीबाट बिन्दु र उनको परिवार सन्तुष्ट छ। पहिले सटर भाडामा लिएर सुरु गरेको पसल अहिले आफ्नै घरमा छ। घर परिवारको साथ, छिमेक लघुवित्तको कर्जा र वित्तीय सचेतनाले उनलाई यो सफलता मिलेको हो। कर्जालाई सही ठाउँमा लगाए आफू र परिवारको आर्थिक स्तर उकास्न सकिने उनको अनुभव छ। आँट गरे जे पनि गर्न सकिन्छ। ऋण झिकेर अनावश्यक खर्च नगर्नुहोला, पछि ऋण तिर्नलाई गाह्रो हुन्छ। ऋण के अरे ब्याज किस्ताहरू तिर्न गाह्रो हुन्छ। ऋण झिकेर सही सदुपयोग गर्नु आफ्नो आर्थिक अवस्था अलि बलियो बनाउँदै जानु। यसरी परिवारको विपन्नताले बिन्दुलाई उद्यमी बन्न प्रेरित गर्यो। निम्नवर्गीय परिवारबाट अघि बढेर आज उनी उद्यम व्यवसायको जुन स्थानमा छिन्, धेरैका लागि यो प्रेरणा र सिकाइ बन्न सक्छ। व्यवसायमा महिलालाई विश्वास गरिनहाल्ने साँघुरो सोच र घरधन्दाको चौघेरा नागेर आय आर्जनका कर्ममा लाग्न बिन्दु कुमारी अनुकरणीय महिला उद्यमी हुन्। व्यवसायले उनलाई आत्मनिर्भर बनाएको मात्रै छैन, सामाजिक प्रतिष्ठा समेत बढाएको छ। जीवनमा आइपरेका समस्याबाट भाग्ने होइन, डटेर सामना गर्ने स्वभाव भएकी उनको व्यावसायिक पाइलाले सफलताको उचाइ छोओस्।